के हजुरहरूले आफ्नो बेबीलाई फर्मुला फिडिङ गर्नुहुन्छ? यदि फर्मुला मिल्क खुवाउनुहुन्छ भने यो भिडियो स्किप नगर्नु होला। अहिले 25 वटा भन्दा धेरै कन्ट्रिजमा फर्मुला मिल्कमा कन्टामिनेसन भएको पाइएको छ र रिकलको लागि नोटिस जारी गरिएको छ। जस्तै नान, एल्फिमो, एसएमए, S26 अल्टिमा, S26 गोल्ड यिनीहरूमा चाहिँ अहिले रिकलको लागि नोटिसहरू निकालिरहेको छ र हजुरले न्युजहरू पनि थुप्रै देख्न सक्नुहुन्छ। यो नोटिस आए लगत्तै धेरैजना पेरेन्ट्सहरूमा एकदमै धेरै कन्फ्युजन र एकदमै धेरै आत्तिराख्नु भएको छ र मलाई पर्सनली डिएम पनि गर्नुभएको छ। सो म यहाँ केवटा ब्रान्डमा र कुन ब्याचमा चाहिँ यो कन्टामिनेसन आएको हो र त्यो कन्टामिनेसन भएको ब्याचको फर्मुला मिल्क यदि तपाईँहरूले आफ्नो बेबीलाई खुवाइराख्नु भएको छ भने डिस्कार्ड गर्नुहोला र म यो सबै कुराहरू चाहिँ यहाँ मेन्सन गरिदिन्छु। हजुरहरूले स्क्रिनसट गरेर राख्न सक्नुहुन्छ। सर्टेन ब्याचको फर्मुला मिल्कमा सेलुलाइटको कन्टामिनेसन पाइएको छ र यो एकदमै हार्मफुल टक्सिन हो जो ब्यासिलस सेरस नामको ब्याक्टेरियाबाट बन्छ र यदि यो कन्टामिनेटेड फर्मुला मिल्क बेबीले खायो भने बेबीलाई नजिया, भमिटिङ, पेट दुख्ने र एकदमै सिभियर कन्डिसनमा बच्चालाई चाहिँ डिहाइड्रेसन पनि हुनसक्छ। सो यो कन्टामिनेसन कसरी भयो त भन्दा फर्मुला मिल्क बनाउँदाखेरि धेरैवटा इन्ग्रिडियन्ट निड हुन्छ, जसमध्ये एउटा ओमेगा 6 फ्याटी एसिड पनि हो र यसको एउटा सब टाइप ARA। सो बेबी फर्मुला मिल्कमा एड भएको आर्किडोनिक एसिडको कारणले गर्दाखेरि यो कन्टामिनेसन भएको हो कि भनेर ल्याब टेस्टहरू हुँदैछ, रिजल्ट आउन अझै बाँकी छ। यदि तपाईँहरूले फर्मुला मिल्क खुवाइराख्नु भएको छ र यहाँ लिस्ट आउट गरेको ब्याच नम्बरहरूसँग चाहिँ मिल्छ भने प्लिज त्यो फर्मुला मिल्क चाहिँ डिस्कार्ड गर्नुहोला र यदि हजुरहरूको घरमा चाहिँ स्टोर गरेर राख्नु भएको छ भने यदि यो ब्याच नम्बर मिल्यो भने हजुरले चाहिँ गएर तुरुन्त यो रिफन्ड लिइहाल्नु होला, नखुवाउनु होला बेबीलाई। र यदि हजुरहरूले आफ्नो बेबीलाई चाहिँ फर्मुला मिल्क निड छ भनेर सोचिराख्नु भएको छ, खुवाउने सोचिराख्नु भएको छ भने प्लिज पेडाट्रिसियनलाई कन्सल्ट नगरेसम्म यत्तिकै आफैले सोचेर वा कुनै साथीले तपाईँलाई चाहिँ सजेसन दिएको भरमा चाहिँ फर्मुला मिल्क नखुवाउनु होला कि बेबीलाई हरेक बेबीहरू डिफ्रेन्ट हुन्छन् र सबै टाइपको फर्मुला मिल्क बेबीहरूलाई सुट गर्दैन। त्यही माथि अहिले त एकदमै धेरै न्युजहरू आइरहेको छ। सो प्लिज आफ्नो बेबीलाई चाहिँ फर्मुला मिल्क चाहिँ एक्ज्याक्टली बेबीलाई चाहिँ निड छ कि छैन भनेर चेक गरेर मात्र फर्मुला मिल्क दिनुहोला। सो आफ्नो र आफ्नो बेबीको केयर गर्नु र यो भिडियो सकेसम्म सबै मदरहरूमा चाहिँ सर्कुलेट गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच एभ्री वान, टेक केयर, बाई बाई।